अब तपाईले झुकेर डिलिट भएको फोटो भिडियोलाई तपाईले फेरि पनि रिकभर गरी फाइलमा अथवा ग्यालरीमा ल्याउन सक्नुहुन्छ। त्यसको लागि तपाईले चाहिँ ग्यालरी भन्ने अप्सन रहेको छ, यो ग्यालरीमा क्लिक गर्नु होला। ग्यालरीमा क्लिक गरिसकेपछि तपाईलाई मैले कुनै फोटोलाई चुज गर्छु। चुज गरिसकेपछि एउटा फोटो र भिडियो चाहिँ म तपाईहरुलाई डिलिट गरेर चाहिँ फेरि ल्याउन सिकाउँदै छु। तपाईहरुले पनि यसरी झुकेर डिलिट भएको फोटो अथवा भिडियोले चाहिँ तपाईले फेरिबाट रिकभर गरी तपाईले चाहिँ फाइल अथवा ग्यालरीमा ल्याउन सक्नुहुन्छ। अब के गर्ने त भनेर धेरैले तनाव लिइरहेका हुन्छन्। अब तनाव लिनु पर्दैन। ट्र्याक्स बिन भन्ने रहेको छ, कुनै कुनै मोबाइलमा चाहिँ रिसाइकल बिन भनेर चाहिँ लेखिएको हुन्छ। यहाँ चाहिँ ट्र्याक्स बिन भनेर लेखिएको छ, यहाँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हामीले अघि डिलिट गरेको भिडियो अथवा फोटो चाहिँ यहाँ आइसकेको छ र तपाईले चाहिँ यहाँ रिकभर गर्नको लागि चाहिँ 30 दिन दिएको हुन्छन्। यदि तपाईले चाहिँ यसलाई रिकभर भएन भने 30 दिन भित्रमा तपाईको फोटो अथवा भिडियो चाहिँ डिलिट हुन्छन्। त्यसैले तपाईले डिलिट गर्नुभएको 30 दिन भित्र भन्दा अगाडि नै तपाईले रिकभर गर्नुपर्ने हुन्छ। त्यसको लागि तपाईले यहाँ अप्सन रहेको छ, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि यहाँ हटिसकेको छ र हटिसकेपछि म फेरि चेक गर्छु, यहाँ चाहिँ आइसकेको छ। एउटा कुरा तपाईले चाहिँ ग्यालरीबाट फोटो अथवा भिडियो डिलिट गर्नुभएको छ तर तपाईको स्टोरेज चाहिँ घटिरहेको छैन, त्यतिको त्यति छ भने चाहिँ रिसाइकल बिन अथवा ट्र्याक्स बिन भन्ने रहेको छ, यहाँ क्लिक गर्नु र क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईको फोटोहरु तपाईको भिडियोहरु डिलिट गरेका फोटोहरु भिडियोहरु चाहिँ यहाँ बसिरहेको हुन्छन् र तपाईले चाहिँ डिलिट गर्नुपर्ने हुन्छ। र तपाईको स्टोरेज चाहिँ घटिरहेको छैन भने चाहिँ यहाँ क्लिक गर्नु होला र क्लिक गरिसकेपछि चाहिँ तपाईले यसमा क्लियर अलमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको चाहिँ यहाँबाट पनि हटिसकेको छ र झुकेर डिलिट भएको भिडियो अथवा फोटोलाई चाहिँ तपाईले फेरिबाट रिकभर गरी ल्याउन सक्नुहुन्छ। र आशा छ भिडियोलाई लाइक गर्नु होला। यस्तै सम्बन्धी जानकारीको लागि हामीलाई लाइक, शेयर अनि सब्स्क्राइब गर्नु होला। र एनटीसीमा लोन लिने तरिका र राष्ट्रिय परिचय पत्र डाउनलोड गर्ने तरिका स्क्रिनमा पनि आइरहेको होला, क्लिक गरी हेर्नु होला।